तपाईहरु सबैजनालाई र अहिले म चाहिँ चिकन बनाउँदैछु। साथीहरु चाहिँ सबै कता कता गएको छ हो र चिकन ग्रेभी बनाउँदैछु। आगो चाहिँ धन्ना बल्दिँदैछ अहिले चाहिँ। महिनामा जस्तो आगो फुकेर चिकन बनाउनु चाहिँ साह्रो छ है। धन्ना आगो चाहिँ बल्दिँदैछ र यहाँनिर चाहिँ बेलुकाको बेडिङहरु मजाले हो। यहाँतिर चाहिँ आज प्रशस्त नै उभिसकेको छ। साथीहरु खै मैले बनाएको खान्छु भन्छ हो, बनाउँदिन भनेको। अब यति खाएर चाहिँ हामी चाहिँ घरतर्फ लाग्ने हुन्छ। बनाउँदैछ ढले चाहिँ तर यस्तै छ। ट्रेकिङ आएको हामी चाहिँ अब फर्किन आँटेको र एकदमै मजा आयो है। हुन्छ तपाईहरु सबैजनालाई चाहिँ भेजको लागि हाम्रोमा चाहिँ भेज पनि छ नि त साथी। उसलाई चाहिँ पनिर मटर हेर्नु नि यहाँनिर आधी घन्टामा छ नि त चुलामा खाना सब्जी बनाएर चाहिँ अब लाग्नु पर्ने। र यहाँनिर चाहिँ अरू पनि भइसकेको छ ल। चाहिँ चिकनको लागि धनिया अब के गर्नु, जङ्गलमा यस्तै हो ट्रेकिङमा हो। यो चाहिँ कटिङ बोट हो। यो चाहिँ चिकनको लागि है। जुगाड त गर्नु पर्यो। यो चाहिँ रोहितको लागि हो। वाउ सानो मिठो त भएन र हो। एउटा टेस्ट गरे हेरौँ कस्तो भएछ। ल त प्रभु तपाईलाई धन्यवाद दिन चाहन्छु। यो खाएर चाहिँ प्रभु तपाईलाई महिमा प्रशंसा भएको होस्। कुनै दुष्टबिनको कुरा अन्धकारको कुरा छ भने प्रभु तपाईले रद्द गर्नुहोस् यीशु ख्रीष्टको नाममा आमेन। यहाँ सबै खोलेको पानी दाँत चाहिँ मेरो चाहिँ दामी भएछ।